हेलो गुड मर्निङ अल अफ यु। आज म चाहिँ फेरि पनि आइसकेँ हजुरहरूको अगाडि। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज मेरो भ्लग बनाउन गइरहेको छु। गाउँतिरको भ्लग कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि म चाहिँ भर्खर उठेर मुखसुख धोएर बसिरहेको छु, हेर्न सक्नुहुन्छ। गाउँ घरमा म चाहिँ अब भाडा मास्न जान लाग्छु। अनि मेरो दिदीले चाहिँ अहिले सिस्ना टिपिराख्नु भएको छ। कति टिप्नु भयो दिदी सिस्ना? अलिकति टिपेको छु। ए कसको लागि सिस्ना हो टिपेको? बाख्रा गोरुको लागि दाना। ए खोले पकाइदिनु कि खोले। ए यतातिर चाहिँ खोले भन्नु हुनु रहेछ। तपाईँहरूकोतिर के भन्नुहुन्छ? यतातिर भन्दैनन्, दाना भन्छन्। खोले त अन्त भन्छ। ए यतातिर कुन ठाउँमा भन्छन्? कमेन्ट गर्नु होला साथीहरू। अनि हामीहरू चाहिँ आजतिर गाउँतिर धेरै बिजी छौँ गाइजहरू। अनि टाइम नै हुन्न भ्लग बनाउनको लागि। काम धेरै उठिसकेको छ, मकै चाहिँ छरिसक्यौँ। अरू कामले बिजी नै रहन्छौँ आजभोलि। माइजूले चाहिँ गोरु सारिरहनु भएको छ। गोरु चाहिँ आफ्नो ठाउँमा आइगे। गोरु चाहिँ आफ्नो ठाउँमा आएर घाँस खाइरहेका छन्। माइजू चाहिँ एउटा हुनुहुन्छ, अर्को बाख्रा निस्किसक्यो। अनि अब माइजूले बाख्रा र भेडा सारिदिनु भयो। अब म चाहिँ बाख्रा घाला जान गइरहेको छु। म चाहिँ बाख्रालाई हान्दैछु, अरू बाख्रा चाहिँ भित्र छन्। ओ छ ल माइजू चाहिँ कराइरहनु भएको छ। अब म चाहिँ माथि जान्न छ हुन्छ। म चाहिँ अब बाख्रालाई तलतिर हान्न गइरहेको छु। छोडी चाहिँ आफ्नो मम्मीको दुधु खाइरहेको छ, हेर्न सक्नुहुन्छ। आमाको माया कति राम्रो मानिरहेको छ गाइजहरू। र बाख्राहरू आनन्दले चरिरहेका छन् गाइजहरू, हेर्न सक्नुहुन्छ। यति रमाइलो छ गाउँतिर, हेर्न सक्नुहुन्छ। बाख्रा घाला जाने, घरको काम गर्ने कति रमाइलो छ गाउँघरमा। चाहिँ यता बसेर ग्वाला आएको छु। बाख्रा भेडाहरू चाहिँ उता छन्, म चाहिँ यता आनन्दले बसिरहेको छु गाइजहरू, हेर्न सक्नुहुन्छ। यताको सिन भ्यू, यता माथितिरको भ्यू हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ पोखरीको छेउमा छु। पोखरीको वेदर हेर्न सक्नुहुन्छ। भ्यू आज भर्खर घाम लागिरहेको छ। भ्यू चाहिँ कस्तो राम्रो आएको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। ओलेरीतिरको भ्यू, जङ्गल डाँडा काँडा पाडा सबै हेर्न सक्नुहुनेछ। अब म चाहिँ ग्वालाबाट फर्किन लागिसकेको गाइजहरू। बाख्रा चाहिँ धेरै चरेनन्। लागि चाहिँ यति नै गाइजहरू। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। गुड डे, बाई बाई।